अहिले चाहिँ अलिकति साथीले कल गरेको थियो र एकछिन भिडियो अफ भयो हो र पनि तपाईँहरूलाई म एन्टरटेन गर्नुको लागि कलमा बात गरिसकेर भए पनि म तपाईँहरूलाई यो मार्फत देखाउन चाहन्छु र म तपाईँहरूलाई यता साङ्गीत आउने बाटो र बाटोको देखाउन चाहन्छु कहाँबाट चाहिँ बाटो छुट्टिन्छ भनेर हाम्रो दुईजना राइडरहरू चाहिँ अगाडि नै एकजना चाहिँ तल झरिसकेको छ भन्दै थियो अहिले भर्खर कल आएको थियो अनि एकजना चाहिँ भर्खरै मेरो अगाडि हिँड्छु चाहिँ म कलमा बोल्दैन अलिकति म पछाडि छोडेँ केही छैन म भिडियो बाटो चाहिँ तर एकदम खराब छ के गर्नु भेट्यो त भेटिन्छ बेला त बाटो यस्तो बिस्तारै हिँड्नुपर्ने हुन्छ भनिन्छ नि स्लो ड्राइभ लङ ड्राइभ केही गर्नु गाइस बाटो यस्तो छ अरे तर आशा छ छिटै बनिन्छ होला यो बाटो किनभने एउटा यो पनि सामसिङ पनि एउटा सिक्किमको एउटा फेमस टुरिज्म स्पट हो अहिले सिजन लागेको हुनाले गर्दाखेरि धेरै टुरिस्टहरू आइरहेको छ नि त चाहिँ अब चाहिँ लगभग झन्डै 1 किलोमिटर त सरै छ नि उकालो है झन् 1 किलोमिटर जस्तो उकालो रहेछ बाटो चाहिँ गाडीमा त आउँदा आएको तर मेरो यो आफै खुद टु विलर लिएर चाहिँ फर्स्ट टाइम अब चाहिँ यो आइपुग्यो भने चाहिँ आइपुग्न आँट्यो भने किनभने चाहिँ अनि आउँदाखेरि यो बाटो अलिकति याद दिमागमा बस्यो भने यो अलिकति फेरि यो पहिरो गरेको जग्गामा प्लेन अलिकति प्लमहरू गरेको छ साथीहरू निकै अगाडि बसिसकेको छ यहाँ देख्न सक्नुहुनेछ भ्यूहरू एकदम मजाको देखिरहेको छ भ्यू देख्न सक्नुहुन्छ अगाडि अब भने चाहिँ हामी टिमिटी जाने बाटो आइपुग्न आँट्यो बाटो अप्ठ्यारो हुनुकोले गर्दाखेरि साथी सुर्केर फेरि के बिजक बनाइसक्यो सुर्केर चाहिँ आफ्नो जिउ थाम्नु कि स्कुटी थाम्नु कि उसको जिउ थामिदिनु भइसक्यो र एकजना साथीले चाहिँ मलाई यहाँ पर्खिरहेको छ